बट उनी कमिट गरेर अगाडि गए स्काईसँग सर्कलको सेन्टर छ त्यही भएर अलिकता कमिट नगरेको होला या अलिकता प्रिकसन लगाएर उनी खेलिरहेको छन् म्याच आयो टप 3 टिममा 1 2 3 नै हुने यो तीनटै टिमहरू डीआरएस ले म्यानेज गर्यो फेरि अर्को फाइनल सर्कल अलग लेभलको जोस अनि अलग लेभलको गेम प्ले त टिम डीआरएस बाट चलिरहेको छ एटलिस्ट लोकल सर्किटमा या जुन सर्किट खेलेर पीएमएसएल जानुपर्ने हो पीएमएनसी बाट यो एउटा तारिफ योग्य कुरा मैले बारम्बार यो कुरालाई मेन्सन पनि गरेको छ अनि यो कुरालाई एप्रिशिएट पनि गरेको छ त्यो बीचमा जिगल डाउन हुन्छन् त्यहाँ रिजबाट तल आएर आफ्नो पार्टनर तर्फ जान सकिन्थ्यो बट गयो एक्सनको लागि फेरि पनिस भयो त्यहाँ प्लेयर शटडाउन गरियो उनलाई T2K बाट पुसको लागि इग्नियस जाने नजाने कन्फ्युज भयो उनलाई थाहा छ स्मोक फेड भयो अनि म अफगार्ड समातिए भने मलाई डीआरएस ले फिनिश हान्ने छ इग्नियस आए कभरमा डेल्टा नेड लगाए स्काईको पोजिसन थाहा रहेछ यो नेडले पड्काउँछ यो नेडले स्काईले पड्काउँछ पहिलो नेड आएपछि डज गर्नुपर्ने थियो स्काईले गरेनन् बट येट अझै उनी बाँचे दोस्रो थ्रोएबलले त नक निकाल्नु पर्ने थियो त्यहाँ भएको भए प्लेयर भन्ने सोचेर सायद डेल्टा अब कन्टिन्यू नगर्न सक्छन् सर्कल डीआरएस तर्फ आउँदैछ आधा सर्कलको फेरि कन्ट्रोल छ उनीहरूसँग डीआरएस के खेल्दैछ उनीहरू एलिमिनेसन आएको छैन बट पोजिसन वाइज राम्रो बनेको छ अहिले पनि दुईटा ब्याक टु ब्याक फाइनल सर्कल म्याच बन्न सक्छ उनीहरूको लागि उता ओरे स्पोर्ट्सले भएको थोरै फाइदा लुज गर्यो T2K कमब्याक गर्न खोज्ने छ यो सिचुएसनबाट रुजोजी हायर एंगल बनाउन खोजिरहेका थिए बट राइटमा भएको एकजना प्लेयरको बारेमा सायद आइडिया थिएन ग्यान्टेले उता स्काईलाई डाउन गरिदिए स्काईलाई फिनिश नै गरिदिए नोफियर माथि पुरै प्रेसर अब नोफियरले थ्रोएबल लगाएका थिए सायद प्रोजेक्टाइल देखियो नोफियरले अगाडिपट्टि गाडी घुमेको देखिरहेका छन् डीआरएस अब रिग्रुप गर्नेछ म्याच हाम्रो भइसक्यो साथीहरू अगाडि दुईटै टिमलाई हामीले प्रेसर दिएका छौं त्यो उनीहरूको कल आउनेछ 6 नेट रहेको रहेछ नोफियरसँग के पड्काउन सक्छन् त गोल्डन एन्ड चाहिनेछ यहाँ उनको एगेन्स्टमा पनि उल्टै थ्रोएबल आउँदै थियो वाइटीले अर्को प्लेयरलाई पनि डाउन गरे T2K अन्तिम प्लेयरमा कन्भर्ट भयो र स्पोर्ट्स अन्तिम प्लेयरमा नोफियरलाई सायद कल आयो राइट साइडतिर दुई प्लेयर नक रहेको छन् अब त किलफिट पनि टिम नम्बरबाट भए पनि रिड भइरहेको हुन्छ सायद कल आयो होला त्यो साइडमा थ्रोएबल फाला त्यहाँ टिम एलिमिनेट गर्न सक्ने सिचुएसन रहेको छ एटलिस्ट टप 2 टिममा कहानी कन्भर्ट हुन्छ भनेर यता नोफियर बिस्तारै क्रल गर्दै गर्दै वाइटीको एक साइडको पिन्स डाउन एक साइडको नोफियरको इन्भल्भमेन्ट त्यसले गर्दा T2K लाई पनि गाह्रो त बनिरहेको छ थ्रोएबल फाले वाइटीको एगेन्स्टमा फालिएको रहेछ थ्रोएबल इम्प्याक्टमा ओके वाइटीको थ्रोएबल फालिएको रहेछ एकजना प्लेयरलाई नक निकाल्यो बट लभले तुरुन्तै नक निकाल्छन् बट नोफियरको नेटमा भन्दै थिए राइट साइड प्रेसिङ गर्नका लागि कल आइसक्यो त्यहाँ भनेर उता डीआरएसको एकजना प्लेयर नक रहेको छन् त्यो नक भएको प्लेयर बच्छन् र आई बिलिभ गाह्रो नै रहेको छ डेल्टा स्पट गरेका छैनन् सायद गिली सुट रहेको छ नोफियरसँग स्पट गरे कि मेबी या स्पट गरेको रहेछन् निकालियो त्यहाँ हो र स्पोर्ट्सलाई र डीआरएस पछिल्लो म्याच नजिक पुगेर रोकिएको थियो यो म्याच चिकन डिनर निकाल्यो एलिमिनेसन वाउ भने जति आएन होला बट अन्तिममा जसो तसो गर्यो म्याच त बन्यो आई थिंक